भनेर आजमा यो गोलो घर के रहेछ भन्ने बारेमा मैले केही स्टेज यस्तै छ। हाम्रो डाँडा घोप्टाको बडीहरू यता बहिनीहरू सबैजना श्रमदानमा धमाधम खाजा श्रमदानको लागि तयारी छ। हामीले दुःख गरेकै छैन, दुःख त देखेकै छैन नेपाली। यो यति दुःख यसलाई देखे दुःख भन्ने बिचमा यो त केही होइन। दुःख त यस्तो गर्नुपर्छ कि हामीले त केही गरेकै छैन। ल ल आउनुहोस् आउनुहोस् सबैजना आउनु त प्लिज। दुई चारवटा कुराहरू भन्छु म यहाँ। एउटा गीत पनि गाउनुपर्छ, सुरु गरिहाल्ने। उठ्नुहोस् तपाईँ पनि उठ्नुहोस्। ल कहाँ उभिने खै स्टेज यस्तै छ। ल स्टेज यस्तै छ। ल सबैजना आउनुहोस् आउनुहोस् प्लिज। खुरुरु कुद्नुहोस् खुरुरु 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 कुद्नुहोस्। अलिअलि खुट्टा मर्किनुपर्छ, दुखेकै छैन हो नि त। दुखेकै छैन, जिन्दगीलाई चिनेकै छैन हामीले नेपालीले। को फाल्नु गरेर ल आउनुहोस् सबैजना। भनेर आन्दोलन गराउँथ्यो अरूले, म चाहिँ गराउँदिनँ। तर आउनु है छिटो। स्टेज हो नारी शक्ति ताली बजाइदिउँ। ल यता आउनुहोस् अगाडि, पछाडि बस्ने होइन अगाडि। म मात्रै हुन्छ यहाँ, तपाईँहरू उता मलाई फेस गर्ने दिस वे। ओके कम कम दिस वे। आऊ यता लडोस्, अलिक लडोस् होइन, अलिक लडोस्। दुखेकै छैन क्या मलाई पनि, जिन्दगी चिनेकै छुइनँ हो। ल ल खतरा भइगयो नि। तपाईँहरू यता आउनुहोस् अगाडि अगाडि सबैजना। यता अगाडि आउनु न। यसो आउनु। उर्कै छु कि त्यसले गर्दा ढुङ्गा माथि उठ्नु पऱ्यो क्या। अलि 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 उता जानुहोस् भनेको क्या, साह्रै नजिक भयो फेरि। हिजो तर जुम्रा त छैन, धरानमा पानी भएकोले नुहाइन्छ र नत्र फेरि जुम्रा सल्किन्छ भन्छ। ल ल दिनेशजी भन्नु न, त्यहाँ लिड गर्नु न। पुरानो श्रमदाताले लिड गरिहाल्नुपर्छ क्या, पुरानो श्रमदाताले लिड गरिहाल्ने हो खराङ खुरुङ भनेर। पुरानो श्रमदाताले लिड गरिहाल्ने। त्यहाँ आउनुहोस् है, कता छिटो गर्नुहोस्। ल पुरानो श्रमदाताले लिड गरिहाल्ने, यता ल्याइहाल्ने यहाँ। ल अब यहाँ कम त शीतल हुन्छ, तर एकछिनमा पानी पर्छ। एकछिनमा पानी पर्छ, हेर्नु है त। ल ल आउनुहोस् आउनुहोस् छिटो गरौँ हजुर। उता जानु है, म फेरि के अरे भरे जोसमा कराउँदा लडिजाने भने फेरि किचाउँछु र किचाउँछु र हो त। अलि उता जानु भनेको के यस्तो भइपठायो भने भरे
फेरि ल ल छिटो गर्नु ल ल बेला हौ बेला हो ल के भन्छ अरे तिमीले मेरो यहाँ गर ल है तिमीले ल लिला मेरो पत्रकार हो होइन होइन पो ल के अरे सबैजना अब एकछिन चकमन्नै बसौँ है चकमन्नै बसौँ है यो गोलो घर के रहेछ भन्ने बारेमा मैले केही भन्नु छ चकमन्नै बसौँ खासखुस नगरौँ ल जति खासखुस गरे पनि कुरा केही होइन त्यो एजेन्डै छैन के बोलिरहेको होइन कतिखेर उठ्नु खाना खानुभयो कता हो के हो यस्तैमा मात्रै हामी भुलिरहेको हुन्छौँ नेपाली त्यसले गर्दा बिना एजेन्डाको गफ पनि नगरौँ अबदेखि भन्न चाहन्छु एनिवेज ल चकमन्नै बसौँ ल ल चकमन्नै बसौँ र सबैले मलाई ध्यान दिएर सुन्नु होला है मलाई हेर्नु होला हार्दिक धन्यवाद दिन चाहन्छु यहाँहरूको यो सहभागिताको लागि स्वागत सम्मान गर्न चाहन्छु आज श्रम 12/2082 साल वैशाख महिनाको 13 गते हामी धरान 16 को होइन बहुभाषिक पाठशाला यो गोलो घर भनेको बहुभाषिक पाठशाला है त्यो हो भरे हेर्नु अब यता हेर्नु फेरि है बहुभाषिक पाठशालाको यो चाहिँ नि तटबन्धन तपाईँले देख्नुभयो होइन ऊ त्यो हामीले ठुलो के अरे त्यो प्लम वाल लगाएको हो लगाउनु चाहिँ तर खोला खोलियो अब के गर्ने होइन प्रकृतिसँग खोला खोलीसँग हावापानीसँग हाम्रो कुनै किसिमको तपाईँको चाहिँ नि होइन जोड चल्दैन त्यसले गर्दाखेरि त्यो पल्ट्यो हेर्नु त त्यहाँ है पल्ट्यो नि त है 4-4 फिटको त्यो पर्खाल पल्ट्यो अब पल्टोस् भनेर भन्न मिल्दैन त्यसले गर्दाखेरि आज हामीले चाहिँ यो तटबन्धन गर्नका लागि होइन अहिले तत्काल हामीले गरिहाल्नु पर्ने कुरा चाहिँ के छ भने त्यहाँ हामी अब जाली लगाउँछौँ त्यसले यो हाम्रो गोलघर होइन यो चाहिँ नि बहुभाषिक पाठशाला सिसाको अत्यन्तै भाइरल होइन टिकटकमा थुप्रो देख्छु त्यो घरलाई जोगाउनेदेखि लिएर यो इलाकाको बस्तीलाई पनि जोगाउँछ त्यसले त्यसो भएको कारणले यहाँ उपस्थित हुनुहुने स्थानीय बस्तीवासी दाजुभाइ दिदीबहिनीहरूलाई मैले यो के अरे बुझाउनुपर्छ कि अब बर्खा लाग्छ यहाँ फेरि चाहिँ तपाईँको भेल उर्लिन्छ त्यतिखेर चाहिँ हाम्रो बस्ती जोगाओस् होइन भनेर चाहिँ हामीले प्रोटेक्सन गर्ने हो त्यसको लागि तपाईँहरूको साथ सहयोगको ठुलो मलाई खाँचो छ यहाँ धरान 15 को मान्छे आउनु भएको छ धरान 17 को मान्छे आउनु भएको छ धरान 11 को मान्छे आउनु भएको छ धरान 13 को मान्छे धरान 5 को मान्छेहरू पनि हुनुहुन्छ होला है भने यहाँ 16 को मान्छेहरू यहाँको मान्छे त यहाँ तुरुन्त मैले चाहिँ बोलाउनै नपर्ने गरी तपाईँहरू निस्किनुपर्छ यो तपाईँहरूको बस्ती जोगाउने एउटा अभियान पनि हो यो चाहिँ हाम्रो सम्पत्ति साझा सम्पत्ति यो नगरपालिकाको सम्पत्ति भनेको तपाईँहरू सबैजनाको हाम्रो देशको संस्कृति जोगाउने सम्पत्ति पनि हो बहुभाषिक पाठशाला भने के हो यहाँ सुन्नु है राम्रोसँग नबोल्नु भरे बोल्नु मैले बोलिसकेपछि 2 घन्टा बोलेकै गर्नु म केही भन्दिनँ है किनभने त्यहाँ बोल्नु हो भने यता मैले भनेको सुनिँदैन कुरा बुझिँदैन नबुझेपछि के हो खै खोज्न गयो क्या गयो जाउँ भन्यो गयो टाइपको हुन्छ त्यो गर्नु हुँदैन बुझेर काम गर्ने हो नबुझी काम गर्नु हुँदैन है हिँड्दाखेरि पनि कहाँ हिँडेको भने थाहा हुनु पर्यो नि त हिँडेको छ जतै हिँड्दा पनि भयो भन्यो भने त्यो मर्निङ वाक मात्रै हुन्छ कहीँ पुगिँदैन त्यसले गर्दा सुन्नु परेको अब यो भनेको छ नि बहुभाषिक पाठशाला यो पाठशाला बनिसकेपछि होइन यो अत्यन्तै आकर्षक छ अझै यो बनिसकेको छैन अत्यन्तै आकर्षक बन्छ यो आकर्षक तपाईँको चाहिँ नि भवनभित्र चाहिँ हामी भाषा भाषिकाको अध्ययन अध्यापन गरौँ त्यहाँभित्र चाहिँ हाम्रा विभिन्न जात जातिका मान्छेहरू यहाँ हामी छौँ होइन हाम्रो मौलिक भाषाहरू छन् ती भाषाहरूको अध्ययन अध्यापन गर्ने ठाउँ त्यो बहुभाषिक पाठशाला है हाम्रो भाषा बच्यो भने हाम्रो संस्कृति बच्छ होइन हाम्रो संस्कृति बच्यो भने हामी बाँचिने हो है यो देश बहुजातीय देश हो धेरै जात जातिका मान्छेहरू हामी यहाँ मिलेर बस्छौँ भने हाम्रो जात जातिका चाहिँ भाषा भाषिकाहरूलाई लिपि भाषा त्यो भाषासँग सम्बन्धित तपाईँको चाहिँ साहित्यलाई त्यो इतिहासलाई
जोगाउनका लागि संस्कृतिको पक्षमा धरान उपमहानगरपालिकाले गरेको एउटा अत्यन्तै महत्त्वपूर्ण र अत्यन्तै ऐतिहासिक कार्य हो यो है। यो त्यो चिज हो। यहाँ आएर सेल्फी मात्रै खिच्ने नाच्ने मात्रै होइन, त्यहाँभित्र बसेर पढ्नुपर्छ पछि है। त्यहाँ चाहिँ हाम्रो आफ्नो भाषा पढ्ने हो क्या। म साम्पाङ भाषा बोल्छु, म त्यहाँ गएर सिकाउनु, सिक्न चाहनेहरूलाई म सिकाउँ। तपाईँहरूको भाषा पनि म सिक्छु त्यहाँ आएर होइन। सिक्ने सिकाउने थल हो त्यो, अत्यन्तै राम्रो छ। त्यहाँभित्र एसी जडान हुन्छ, अहिले गर्मी छ होइन। अस्ति अन्डा पाक्दो रहेछ भन्दै थियो, के को अन्डा सन्डा पाक्छ बिचमा के अरे चिसो हुन्छ त्यहाँभित्र पछि होइन। त्यो चिज हो र यति राम्रो सम्पत्ति, यति आकर्षक कुरा जुन चाहिँ तपाईँको होइन अत्यन्तै धेरै मान्छे नेपालमा पहिलो हो यो है। यस्तो छैन अन्य। यसकै कपी गरेर कि क्या हो, प्रधानमन्त्री कार्यालयको मास्टरमा यस्तै बनाउँदै देखेको थिएँ, तर कहिले कम्ती गर्छु भन्दा त्यो चिज छ सिंहदरबारभित्र अन्यत्र छैन यो होइन। तपाईँको छैन बहुभाषिक पाठशालालाई आज हामी संरक्षण गर्दैछौँ, साथै योसँग जोडिएर गएको बस्तीलाई आज हामी संरक्षण गर्दैछौँ। त्यति राम्रो कुरा, त्यति महत्त्वपूर्ण कुरामा काममा हामी जुडिरहेका छौँ। अब श्रमदानबाट हामीले थुप्रै कामहरू गरिराखेका छौँ। अब के कति काम गरियो भन्ने कुरामा धेरै भनिरहन चाहन्न, तर हिजो भर्खरै सकेको जुन कामको अलिकति चर्चा मैले गर्न चाहेँ। ठेक्का लगाउँदाखेरि 35 दिने सूचना निकाल्नुपर्छ, त्यस पछाडि फेरि 1 महिना चाहिँ मूल्याङ्कन र सम्झौता होइन कार्य आदेश भन्ने हुन्छ। त्यो बाटो मैले चाहिँ हेर्ने हो भने ठेक्का लगाउने भने होइन 2 महिना 3 महिना पछाडि सुरु हुन्छ। अनि हुन त त्यसो भन्दा यहाँ फेरि ठेकदार पनि चाहिँ हामीले बनाएको चाहिँ के होइन भने फेरि उफ्रिनुहुन्छ होला, त्यो होइन, त्यो पनि हो हुन त। तर त्यस्ता इमर्जेन्सी कामहरू चाहिँ ठेक्का लगाएर हामीले चाहिँ पर्खिराख्ने समय हामीसँग छैन है। 6 महिना वर्ष दिन लगाएर हामीले पर्खान सक्ने समय छ त? यो जाली हामीले 6 महिना पछि लाउँदा हुन्छ? 6 महिना पछि तपाईँको घरै रहँदैन के हुन्छ र? हाम्रो बहुभाषिक पाठशाला पनि भोक भइराखेको, उताउन भइराखेको होइन। यस्तो छ फेरि कराई जस्तो के बनाएछ भन्नु अरे, हुँदैन त्यस्तो फुटिहाल्छ। भन्नुको मतलब यस्तो इमर्जेन्सी कामहरू श्रमदानबाट जति गर्न सकिन्छ त्यति अरूबाट गर्न सकिँदैन। त्यो कुरा चाहिँ हामीले भर्खर होइन नारायण पथको ड्रेनमा पनि हामीले चाहिँ देखाएका छौँ। यहाँहरू सबैजनालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। योभन्दा धेरै नभनौँ। हाम्रो गीत छ होइन, अब एउटा गीत आराम लाउँछौँ होइन। नारा चाहिँ तर मुर्दाबाद चाहिँ भन्दैनौँ होइन, के भन्छौँ एकछिन सुनौँ है। कहिले आउनुहोस् ल, गीत गाउन आउँछ सिक्नुपर्छ। श्रमदाताले सबै कुरा गीत गाउने नाच्ने। अब यहाँ नाच्दै नै हो है, नाच्दै नै हो। यहाँ अहिले ढुङ्गा पास हुने भनेको है। ल आउँछ गीत गाउन ल धन्यवाद।
वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ ऐना हेर्दा मात्रै हुन्छ अनि हो देश बनाउने ऐना हेर्दा जो देखिन्छ अनि हो देश बनाउने आफ्नो देश बनाउनु छ कसको आशा हेर्नु म हुँ संवाददाता तपाईँहरूलाई हार्दिक धन्यवाद यो देश बनाउने हो तपाईँहरूले यदि देश बनाउने भने देश बनाउने मान्छेले गर्नु हुँदैन घाम पानीले रोक्दैन भिर पाखाले छेक्दैन आँधी हुरी बतासले तिम्रो बाटो रोक्दैन किनकि तिमी हो देश बनाउने घोषणा थाहा भएछ तपाईँ तपाईँको पाखुरामा विश्वास छ यदि त्यसो भने तपाईँले तपाईँको देश बनाउन केही कसैले रोक्न सक्दैन तपाईँ अगाडि बढ्नु तपाईँलाई मेरो हार्दिक सलाम छ नमस्कार यो मैले चाहिँ यहाँलाई भनेको कुराहरू यो गीतले भनेका कुराहरूलाई ध्यानमा राखेर सबैभरि बाँड्न सकौँ हामी म यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्छु हाम्रो यो फेरि 16मा 11मा 17मा 15मा थुप्रै अव्यवस्थित भूमिवासी तपाईँको सँग बसोबासी छ 72 सालदेखि रोकेर राखेको नम्बर मैले सबैलाई दिँदैछु अहिले तपाईँहरू खुसी हुनुहुन्छ है तपाईँहरूलाई कसैले पनि उठाउन सक्दैन किनभने यो मान्छेको हक तपाईँसँग छ किनभने तपाईँ यो देशको नागरिक हो कि होइन त्यो तपाईँको फेरि चेतनाका साथै विश्वासका साथै तपाईँहरू तर सबैलाई म भन्न चाहन्छु तपाईँले बनाएको घर चराको नम्बर लिन चाहिँ मतदान गर्नु है त्यसै गर्छ कोही कसैले बिचमा लगाएर आउनु पर्दैन तपाईँको मेयर हो म तपाईँ डाइरेक्ट कहाँ आउने हो है कुरा बुझ्नुभयो नि कोही नेता अथवा कोही बोलिदियोस् भन्ने बोल्ने मान्छे आउनुपर्ने तपाईँ बोल्नु पर्दैन तपाईँको समस्या के हो त्यो मलाई डाइरेक्ट भन्ने हो यहाँहरू सबैजनालाई म हृदयदेखि सलाम गर्दै आजको हाम्रो श्रमदानको सुरु छ खाजा खानु लाग्नु छैन दिनभरि नाच्दै थाहै पाइँदैन कतिखेर ढुङ्गा बोकेर पर्खाल लागिसक्छ नाचेको पनि थाहा अनि श्रम गरेर आइस नाचेर आइस म त नाचेर आएँ भन्नु है त्यो नारायण बस्नेतको बाटो 3-4 दिन नाचेरै सक्यो त सक्दैन आज तपाईँ यो बजारमा पनि नाच्ने हो ल सुरु गरौँ धन्यवाद नमस्कार